हेलो गाइज, आज चाहिँ हामी घुम्न गइरहेछौँ होइन। घुम्न कहाँ गइरहेछौँ भन्ने कुरा त्यो चाहिँ सस्पेन्ड हो। आज चाहिँ हामी लामै यात्रा हो। यहाँ भाइहरू छन्, एउटा भाइ नयाँ पनि आएको छ हामीसँग। अनि यहाँबाट चाहिँ लगभग 30-40 मिनटको बाटोमा गइरहेछौँ। अब के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई देखाउँदै गरौँला। थ्याङ्क यू सो मच अस्तिको ब्लग पनि हेरिदिनु भएकोमा। आज फेरि नयाँ ब्लग अपलोड गर्दैछौँ, तपाईँहरूले हेरिदिनु होला, रमाइदिनु होला। त्यति भन्दै अब हामी जान्छौँ, तपाईँलाई बाटो देखाउँछु। हेलो दाजु। हेलो हेलो। हल्का खाइदिनु। यो भाइले सुन्तला के भन्नु चाहिँ यही हो, नयाँ मान्छे, ट्याटु फिटवाला मान्छे हो। लगभग 1 वर्ष पुग्न आँट्यो भाइ, तिमीलाई 10 महिना पुग्यो होइन? फेब्रुअरी 23 मा। ल भन के भन्नु छ तिमीलाई, आफ्नो बारेमा इन्ट्रोडक्सन के दिन्छ दिइहाल। हाम्रो बेहुला अर्कै ठाउँतिर भिजिटतिर जाँदैछु है। अब यो भिजिटमा पुगेको छु भन्ने कुराहरू त अब तपाईँले देख्नु भएको छ। यहाँ हाम्रो भाइ नयाँ है। हेलो। पुरानो पनि हो तर चाहिँ अब सबलाई वेलकम छ हाम्रो दाइको भ्लगमा। माइक देऊ न भाइ, अन गर देऊ। भाइ यस्तो देखाउनु अनि के त्यस्तो भित्र नहाल, त्यो साउन्डै ठिक छ हौ, ठिक छ। के छ आज नेपालको एकदम होली को उपलक्ष्यमा हामीहरू सबै साथीहरू यसो रमाइलो छेड गरौँ। अब परदेश भए पनि होइन, नेपालीहरूको रहनसहन कल्चरलाई एउटा आत्मसात गर्दै होइन हल्का रमाइलोको लागि हामी साथीहरू एउटा होलीको उपलक्ष्यमा मनोरञ्जन गर्न हिँडिरहेछौँ। यो स्टार्टिङ हो हाम्रो, र यो सानो एउटा भ्लग हो। यो हाम्रो हेमकोली युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, बेल घन्टी ट्याङ हान्नु होला। ओके, धन्यवाद। किताब छ नि कहाँसम्म? अब चाहिँ हामी जाँदैछौँ नयाँ गन्तव्य छ। हाम्रो सस्पेन्स हो। ल त्यति नै हो। ल गाइज, अब चाहिँ हामी हाम्रो गन्तव्यतिर हिँडिसक्यौँ। कहाँ हो के हो भन्ने कुरा चाहिँ पुगेर सुनाउँछौँ, त्यहाँ पुगेर देखाउँछु। अलि हल्का सरप्राइज नै भनौँ। सब केटाहरूलाई पनि थाहा छैन, मलाई थाहा छ अनि एकजना अर्को साथीलाई थाहा छ। कसैलाई थाहा छैन के हुन्छ कस्तो हुन्छ। बाटोमा हल्का क्लिप देखाउँदै हामी चाहिँ हिँडिरहेछौँ। अरू के हुन्छ बिस्तारै देखाउँदै जान्छौँ। गन्तव्य कहाँ हो त्यहाँ पुगेर देखाउँछु। बाई। खानेको मान्छे कोही न मेरीतिर कडै छ नि कस्तो हुन्छ हेर होइन। तिमीले अगाडिको वाला क्यामेरा अन गर्यो होइन, के हुन्छ भन्दाखेरि तिमीले 0.6 राख्नु मिल्दैन क्या। हो त्यही भएर म तिमीलाई पछाडि क्यामेरा युज गरेर पुरै भ्यू आउँछ कि। दोस्रो गाना भन्दै दुनिरे आउने हो गाना। ए बम्बईको चौकीदार हुनु, पाकेका आम खानु, ए दुवै गाला बराबरी, कोही गाला माम खानु। धने म यो सबै भिडियो छ नि होइन, म एकछिनमा तिम्रो सबै अलग अलग उ गर्छु होइन। त्यो गरेर म तिमीलाई क्लिप बनाएर पनि हाल्छु ल। तिमी त भाइरल हुने मान्छे हो यार धनु। कोही गाडी चड्डा कोही साडी चड्डा, हामी त खाडी छौँ। कोही छन् साडीतिर, हामी त झाडी छौँ। बिराली माउकन ए युट्युबमा भलग हाली समाचार गाउँकन। काँचो दुध कटौरा मनी बिराली माउकन, युट्युबमा भलग हाली समाचार गाउँकन। एक 1.5 मिनट मात्र खिच ल, धेरै लामो किन यो काटी जोइन गर्नुपर्छ कि। अनि यहाँ माथि गानाहरू म्युजिकहरू हाल्नु मिल्छ क्या। अनि भन न तिमी त। बर्खामा भेडा दुई छन्
नेपालदेखि खाडीसम्म दुःख मेरा हुन्छ सही हो अब यो सम्झिनु पर्ने हुन्छ क्या विलम्ब पर्छ त्यसको के गर्नु भनेदेखि हामीले हटस्पट के कमानहरु एउटा कमान छ त्यसले खतरा सुनाउ गरेको छ चिरा बनाएर कोही छट भयो के छट जस्तै बनाएको के यस्तो लामो त्यो बनाएको छ क्या त ए लास्टै कमाएर सौदा गर्नु आज कतारको जङ्गल हामी भ्रमण गर्ने तयारीमा छौँ अबको केही समय हामी त्यहाँ पुग्छौँ हजुरहरूलाई यसो त्यहाँको केही छायाङ्कनहरू हजुरलाई देखाउँछौँ थ्याङ्क यू सो मच भाइ सलाम अलैकुम तिमी राम्रोसँग खिच अब जस्तै सुन तिमीले होइन एकैचोटि पढ्छ काँदैमा गाना पानी गएको मायामा यो पर्दछ खाडीमा फेरि चौरानी टोटोमा टोकेली काँदैमा गाना खाली खाली नगर्नु यार राम्रो फिल गर्नु तिम्रो गाना नसिबी छैन हामी डेस्टिनेसनमा पुगिसकेका छौँ हाम्रो डेस्टिनेसन भनेको चाहिँ पर्पल आइसल्यान्ड हो के हुन्छ कस्तो हुन्छ के चिज छ हामी त्यहाँ देखाउने कोसिस गर्नेछौँ डिस्क्राइब चाहिँ धेरै गर्न सकिन्न होला तर देखाउने कोसिस चाहिँ धेरै गर्छौँ लेट्स गो पर्पल आइसल्यान्डको मेन ठाउँ भन्नाले यो चाहिँ काठको ब्रिज हो प्लस लगभग कति मिटर छ 500 मिटर भन्नु है 500 मिटर कति यस्तै कति छ के छ कस्तो छ हामी देखाउँदै जाँदैछौँ अरू होइन कता के छ देखाउँ अब भाइ माछा अहिले चाहिँ सानो भरि छ ठुलो माछा खिच्न म एक्सप्लेन गर्दै जान्छु मान्छेको चलपल चाहिँ लाग्छ इजिली यहाँ छ स्पेसली नेपाली केटाकेटीहरू सबै भरिरहेको छ रमाइलो छ भाइ हल्का फुल्का पनि देखाइदिनु मान्छेलाई देखा फोटो खिच्छ लै मामा आए घोडा तारा बाजी लै मामा आए घोडा ए हेर्दा राम्रा धेरै ठुला कतार करोडा या हो तिमीलाई मैले अघि किन अहिले बोल्नु खिच्न यता निकाल्नु त्यताबाट हामीले निकाल्नु त्यो हामीले त्यहाँ हाम्रो भाइ त छोरी मान्छे काम छैन हामी त्यो सिङ्गल मान्छेहरू हामी हाम्रो फ्यामिलीवाला मान्छे हाम्रो यो अब सिम्पल हामीलाई केटी देखाउने 1 किलोमिटर टाढा भाग्ने मान्छे हैन के भन्दैछ हिरोको देखाउनु मात्रै बन्द सो गाइज अब चाहिँ हामीले ब्रिज पनि लगभग हिँडिसक्यौँ होइन अब हामी पाहाडतर्फ जाँदैछौँ अलमोस्ट हिँडिसक्यौँ ब्रिज सकिन आँट्यो अब के हुन्छ हामी जङ्गलबाट पहाडतर्फ लाग्ने पहाडतिर हिँडिसक्यौँ भाइ यताको सिन देखाइदियो फास्ता पोखेर पनि हिँडेछौँ हामी होइन धेरै राम्रो चिनहरू छ हो 1 वर्ष 1 महिना दुःख गरेर हामी कहिलेकाहीँ इन्जोय रमाइलो क्षणको
एक्चुअली भन्दाखेरि सायद साउन्ड राम्रो नआइरह होला, किन भन्दाखेरि हावा एकदम चलिरहेको छ। सायद साउन्ड राम्रो आएको छैन भनेपछि म एकदम क्षमा प्राप्ति छु त्यसको लागि। अरू गजब छ ठन्डा पनि छ त। त्यसको छेउमा हामी देखाउन चाहन्छौँ तपाईँले हरियाली छ। यो देखाउनु हो हरियाली जङ्गल, यो मरुभूमिमा छेउमा हरियाली छ। हामी चाहिँ त्यो पुल हिँड्दा हिँड्दा थाकेको अवस्था। अब एकछिन रेस्टको लागि केही हल्का नास्ता खाँदै कार्यक्रम। अहिले चाहिँ हामी एउटा कर्नरमा पुगिसक्यौँ होइन, पर्पराट ल्यान्डको जुन कर्नरमा चाहिँ समुद्रले टच गरेको कर्नर हो। तपाईँहरू भ्यू पनि हेर्न सक्नुहुन्छ। यो साँच्चै समुद्र हो त। यहाँ आएर बस्दाखेरि अलमोस्ट यो त मलाई एकदम पिसफुल फिल हुने ठाउँ हो। समुद्र सडकको गफ त्यस्तै हो। घर चाहिँ समुद्रको ऊ त्यो बिचमा बनाएको छ समुद्रको घर। तपाईँ झुल्किँदै समुद्र आएन, हाम्रो सानो पोखरी हो, समुद्र ताल जस्तै। यो ताल हेर, समुद्र त तारा यतिर हुन्छ नि, तारा यतिर आएर यो पुरै कहाँ फालेको थाहा छैन नाम पहिलो मान्छे संसारको पहिलो मान्छे जस्तै लजाउने यहाँ अब हाम्रो दाइहरू छुट्टीमा आएर सायद बोटिङ सोटिङ गर्नेवाला छन् नि यतातिर होइन। हामी नै गर्ने आई थिङ्क नेक्स्ट विक हुन्छ होला। ल जाउँ हिँडौँ कतै नि मसँग थाक लाग्यो। सो गाइज अहिले चाहिँ हामीले लगभग 50% यो भित्रको के भन्ने भाइ यो भित्रको होइन यो ठाउँ चाहिँ घुमिसकेका छौँ। अब चाहिँ अलमोस्ट 30%देखि 40% बाँकी छ झन् है, मोर देन 50% घुमिसकेका छौँ।
अब 30% जति बाँकी होला। अब हल्का फुल्का घुमिरहेको छ, कति घुम्न सकिन्छ भन्दा पनि अलमोस्ट 30% आधी चाहिँ जङ्गलतिर जाने कुरा भयो होइन। त्यति घुमेर चाहिँ हामी पनि गाडीतिर हिँड्छौँ। सायद हावाले राम्रो साउन्ड आइरहेको छैन होला, एकदम के भन्नु छैन हावा छ हल्का साउन्ड राम्रो राम्रो Just stop. समुद्रले पहाडलाई होइन काटेको ठाउँ हो, एकदम हेर्दाखेरि डिप भित्रसम्म छ क्या, पहाडको भित्रसम्म काटेको गहिरो छ यो भित्र। अनि माथि चाहिँ जहाँ चढाएको थियौँ नि त्यो चाहिँ खालि त्यो माथि चाहिँ त्यो माथिको एरिया, तलको बिम एरिया हुन्छ नि, जो माटोले छोएको त्यो एरिया चाहिँ छैन है यहाँ। यस्तो चाहिँ यहाँ पुरै काटेको। मानव कहिले ड्राई पिकनिक आएर हामी मानव यहाँ ड्राई पिकनिक आएर यदि कहीँ चिसो ठाउँमा बस्न मन लाग्यो यो कर्नरमा आएर बस्नु हुन्छ। सायद बिहान चाहिँ मिल्दैन होला, किनकि बिहानसम्म पानी हुन्छ, तर दिउँसोतिर चाहिँ त्यो पानी सब मुभ भइसक्यो हुँदो रहेछ। आओ यो चाहिँ ढुङ्गाको स्वरूप होइन, यो चाहिँ यो पानीले काटेर बनाएको हो कि, यो पानीले हान्दै हान्दै काट्दै बनाएको छ। फेरि यो चराहरूले गुड पनि बनाउँछ, समुद्रको छेउतिर हुनेवाला चराहरूले गुड पनि बनाएको हुन्छ। ऊ त्यहाँ जस्तै यता छ यता देखाउनु त्यो चराको गुड हो। अनि यो हल्का माथिपट्टि पनि चराको गुडहरू छन्, यो टन्न अहिले त देखाउनु त्यो माथिको पलहरू, त्यो सब चराको गुड हो नि। भाइ पर्सनल्ली मलाई चाहिँ यो पार्ट चाहिँ होइन, यो पप्पू आइसल्यान्डको यो पार्ट चाहिँ वान अफ द बेस्ट पार्ट लाग्छ मलाई। टक्क अब यहाँबाट हेर्दाखेरि समुद्र पनि टचमा छ, अनि माथि ठ्याक्कै यो पहाड पनि एकदम नजिक, अनि छेउमा हल्का बालुवाहरू पनि छ यहाँ बस्न, म त क्याम्पिङ गर्न टाइपको छ क्या, एकदम दामी त्यो भाइब आउँछ क्या। आरामले बस्दा पिसफुल, पानीको साउन्ड आइरहेको हुन्छ, हावा हल्का चलिरहेको हुन्छ, एकदमै हेर्दाखेरि रमाइलो लाग्ने त्यो हुन्छ नि, फुल भाइब आउँछ यो ठाउँमा चाहिँ। यहाँनिर चाहिँ जस्तै मानव यो पानी हानिरहेको छ गोलाल तरिकाले, यहाँ चाहिँ टाइम छ भने आउँदा हुन्छ, तर टाढा चाहिँ पर्छ। आऊ किसन भाइ।
मैले जुन बोटिङको कुरा गरेको थिएँ नि त्यो चाहिँ यही बोटिङ हो होइन। आई थिङ्क कति प्राइस छ अस्ति मैले सोधेको चाहिँ थिएँ होइन। त्यो अब त्यो प्राइस चाहिँ के भन्ने होइन, जब आफूले गरिन्छ तब म भन्छु कति हो प्राइस। यही बोट हो होइन। त्यहाँ एउटा हामीसँग लाइफ गार्ड नि हुन्छ, ऊ चाहिँ अलग्गै बोटमा हुन्छ अनि हामी चाहिँ अलग बोटमा हुन्छौँ, आफै चलाउने। तिनीहरू हामीसँगै हुन्छन्। समुद्रको लगभग एराउन्ड 1 आवर और 2 आवर यस्तै कति छ होइन। त्यो चाहिँ यिनीहरूले पुरै घुमाउँछ क्या आइसल्यान्डको समुद्र साइडहरू। सो त्यो टाइम चाहिँ म एकदम गर्न मन छ बोटिङ। नेक्स्ट विक सायद म गर्छु होला। ओके अब चाहिँ हामीले होइन ट्याक्क भन्दाखेरि पप्पा आइसल्यान्ड हाम्रो घुमेर अब चाहिँ रिटर्न भइरहेछौँ। बाटो धेराउँदै बाहिर निस्किरहेछौँ। लेट्स गो। काँचो दुध कटौरा मनी बिराली माउकन यो भ्लग युट्युबमा हाली समाचार गाउँकन ए हिउँद भोट बर्खा माला भेडा मेरा दुई छन् नेपालदेखि कतार आउँदा दुःख मेरा उही छन् हजुर। ल त्यो तेरो ए हो हजुर। ए माछीले फटाका खाल्यो बालुवा रेतमा मेरो माया खाचिराख्या युट्युबको च्यानलमा ए उनी खोली खट गया उदेशीका खामा 12 बजे बोलाइन्छ बोलाइ भन्नु। ओके लेट्स गो। ए लेखदै भागेकी चरी पानी खान्छ कि नै ए लेखदै भागेकी चरी पानी खान्छ कि नै यो दिलोको मनको माया मायाले मान्छ कि नै। अहिले चाहिँ हामीले घुमेर सकिसकेका छौँ। अब फेरि हामी ब्रिजमै आएका छौँ। आज चाहिँ होलीको दिन भएर टन्नै नेपालीहरू पनि आएर यतातिर होली खेलिरहेको छ। सबैलाई देखाउनु त मिल्दैन तर कसैको पनि प्राइभेसी भन्ने कुरा मेन्टेन चाहिँ गरिदिनुपर्छ। त्यही अनुसार हामीले म्याक्सिमम् देखाउने ट्राई गरिरहेका छौँ के छ के कस्तो छ। त्यो ब्लगमा बिस्तारै हेर्दै गर्नु होला। यो भनेको सार्वजनिक ठाउँ हो, बोल्नु त पाइयो नि, हात लाउनु पाइएन नि। लगाइज अब चाहिँ हामी पर्खिरहेछौँ होइन। सकिसक्यो अब घुमेर सकिसक्यो। सबैलाई ह्याप्पी होली बिना कलर लगाएर। यो हरियालीको योभन्दा बढी के भनौँ। आफ्नो गन्तव्यतिर लाग्छ। म भ्यानसम्मै देखाउँला भन्ने आश छ किसन भाइले क्यामेराले खिचे अनुसार। अरू त के भनौँ। हाम्रो नम्बर 1 निरपबहादुर। हेलो गाइज, अहिले चाहिँ हामीले यो सबै पप्पा आइसल्यान्ड घुमिसक्यौँ। तपाईँहरूलाई कुनै पनि किसिमको इन्फर्मेसन चाहिन्छ भने यो पर्पल आइसल्यान्डमा के लान मिल्ने के नलान मिल्ने अनि के छ भन्ने कुरा यो चाहिँ तपाईँहरूले यहाँ बोर्ड छ होइन। ठ्याक्कै इन्टर हुँदाखेरि पुलमा यहाँनिर बोर्ड छ। यसमा चाहिँ इङ्ग्लिस र अरबी दुइटैमा लेखेको छ। इफ यु निड इङ्ग्लिस यु क्यान फलो दिस वान, इफ यु निड अरबी दिस वान यु क्यान टेक राइट साइड। ओके सो both are available here. You can check here and this is the English one. So sorry for the camera because there is a anti light, so you can check. Okay, so I will show you the Arabic ones. ल गाइज आइयो आजको रमाइलो छेड। ल गाइज आजको लागि चाहिँ ब्लग यति नै हो। आज हामी चाहिँ पर्पल आइसल्यान्ड घुमेर आएको अल्कोर, ओक्रा टु अल्कोर। लगभग 2-3 घन्टा हामीले पुरै घुमघाम गऱ्यो। सो यति भन्दै आजको ब्लग हामी यही टुङ्ग्याउँछौँ। धन्यवाद हेरिदिएकोमा रमाइलो। सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।